हेलो हेलो साथीहरू नमस्ते। सबैलाई खिर खाने दिनको शुभकामना। आज चाहिँ साउनको 15 गते खिर खाने दिन। हजुरहरूले खानुभयो कि खानु भएन? म त पकाउँदैछु भर्खरै। मैले चाहिँ साँझतिर पकाउन लगाएको। अनि मेरो चाहिँ दुध उम्लिसक्यो साथीहरू। दुध चाहिँ मैले चाहिँ चामल चाहिँ अघि नै 2-4 घन्टा अगाडि नै भिजाएर राखेको थिएँ। अहिले चाहिँ ठिक्कै यस्तो भएको छ। यो चाहिँ हाम्रो घरको आफ्नै लोकल चामल हो। मैले चाहिँ थोरै लगाएको छु। अलि गिलो गिलो टाइपको मिठो हुन्छ, त्यसैले मैले चाहिँ चामल हालेर यस्तै पाक्न लगाएको। अब 1-2 घन्टा लाग्छ होला यो चाहिँ पाक्न चाहिँ। मलाई चाहिँ यस्तो अरू ड्राई फ्रुट्स हालेको मन पर्दैन, त्यसैले मैले चाहिँ मरिच मात्रै हालेछु साथीहरू कुटेर। मेरो चाहिँ अब रेडी भइसक्यो। चिनी हालेको भिडियो चाहिँ खिच्नै बिर्सेछु मैले चाहिँ आलुको सब्जी बनाउन लाग्छु साथीहरू। तेल चाहिँ हालेँ मैले। त्यसपछि तेल तातेपछि मेथी हालेँ भइसकेपछि म चाहिँ यतातिर प्याज काट्दैछु साथीहरू। पसिनाले पुरा भिजिसक्यो। उतातिर कतिको गर्मी छ। यता त कोलपुरतिर त बेसी गर्मी छ साथीहरू। कुरै छोडिदिउँ, पानी पनि पर्दैन, गर्मी पनि साह्रो गर्मी छ। प्याज चाहिँ यति भइसक्यो। मैले चाहिँ मसलाहरू हालेँ, अलिकति बेसार खुर्सानीहरू हाल्दैछु। अनि पाकेको उसिनेको आलु हो के अरे, धेरै पकाउनु पर्दैन, अलिकति हालेर पराकपुरुक पारेर निकालिहाल्ने हो। त्यसैले उसिनेको आलु पकाउन खासै टाइम लाग्दैन साथीहरू। त्यही भएर अलिअलि पराकपुरुक पारेर निकालिहाल्ने हो। मैले चाहिँ एकछिन चलाएर ढोकिदिएको थिएँ, यत्तिकै भयो। मेरो चाहिँ पाकिभ्यायो। यता तरकारी पनि यता खिर पनि पाकिसक्यो। अनि मम्मी चाहिँ कुलदेउतालाई चढाउने भनेर भाग छुट्याउँदै हुनुहुन्छ, चढाउनु पर्छ भनेर। यता चाहिँ पातमा राखेर चढाउँदै हुनुहुन्छ। चढाएर सकेपछि हामीले चाहिँ खाना खान लाग्यौँ साथीहरू। मैले चाहिँ तरकारी सबै हालिसकेँ, सबैलाई दिइसकेर खिरहरू हालेर अब हामी खाने हो। तपाईँहरूले खानुभयो कि नै? आजको यस्तै भयो काम मेरो। बिहानदेखिको अलिअलि छुट्याउनै नहुने भनेको चाहिँ कोक हो। कोक नभए त कुनै पनि अधुरो लाग्छ मलाई त खाना चाहिँ। म चाहिँ कोक लभर हो भनौँ। त्यसपछि मैले चाहिँ मम्मीलाई दिएँ लगेर, अनि छोरीहरूलाई पनि दिएँ। हाम्रो त यस्तै भयो। तपाईँहरूको कस्तो भयो? ह्याप्पी साउन 15। थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू।